अहिले चाहिँ म ठ्याक्कै फेरि हाम्रो काकाको घरमा छु गाईघाटमा। म चाहिँ गेटको बाँकी काम गर्नको लागि हाम्रो दाइले बोलाउनु भएर चाहिँ म यहाँ गाईघाट आएको हो र बाँकी काम चाहिँ के भयो म देखाइरहेको छु। यहाँबाट यसरी सट्ट कार्नेस छ यति सफा र यहाँनिर चाहिँ हाम्रो कोरियन नक्षेर छ है त। यहाँ चाहिँ कोरियन नक्षेर रहेको छ। यसरी चाहिँ गेटको वरिपरि चाहिँ कोरियन नक्षेरबाट यसरी लेखिएको छ। यहाँ चाहिँ म देखाइरहेको छु र विशेष गरेर गेटमा चाहिँ यसरी सानो सानो परी राखेर चाहिँ डिजाइन कार्नेस पनि गऱ्यौँ। गेटको बिचैमा चाहिँ अनि यो हाम्रो एउटा चिन्डो अनि सोलैमा भन्ने अर्को चिन्डो हो यो रहेको छ। यसरी अनि दुईटा बुट्टा पनि यहाँ रहेको छ। अनि यहाँ चाहिँ एउटा झरना पनि बन्यो। झरना चाहिँ अति नै सुन्दर बनेको छ। यो झरनामा चाहिँ विशेष गरी म अब तपाईँहरूलाई पानीको आवाज सुनाउन गइरहेको छु। साइडबाट यसरी यता पनि एकदम सुन्दर छ यो झरनाको। यता अपोजिट साइडबाट पनि हेर्दैछु, यहाँबाट पनि पानीको आउनु पनि एकदमै राम्रो र झरना पनि सुन्दर देखिएको छ। समग्रमा चाहिँ मैले हाम्रो दाइको अनुरोधमा आएर मैले यति काम गरेँ। यो हाम्रो घरभित्रकै काम हो, एकदम राम्रो बनेको छ र यही हो। भिडियो चाहिँ अब 2 मिनटको भइसक्यो भएर म चाहिँ भिडियोलाई यही गर्दैछु र तपाईँहरूले हेरेर चाहिँ लाइक सेयर गरिदिनु होला।